च्याउ हेर्नु च्याउ सल्ले च्याउ अर्ग्यानिक सल्ले च्याउ यहाँ टिप्दै हुनुहुन्छ भाउजूले यता हाम्रो मम्मी च्याउ हेर्नु च्याउ च्याउ अर्ग्यानिक प्योर सल्ले च्याउ हेर्नुहोस् गाइजहरू सबैजनाले यसो भिडियोमा साथ सपोर्ट गरिदिनु होला भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनु होला यता मम्मी च्याउ टिप्दै हुनुहुन्छ यता देखाउनु त कान्छी दिदीको अनुहार च्याउ टिप्दैछ यता मम्मीहरूले भाउजूले च्याउ टिप्दैछ च्याउ हेर्नुहोस् च्याउ च्याउ सबैजनाले च्याउ देऊ त भाउजू कति हो च्याउ त भेट्यो कति भेट्यो च्याउ एक लट घर पुरा आइसक्यो भर्खरै एक छाक भेट्यो एक लट घर पुरा आइसक्यो च्याउ सिजनको च्याउ त खानु पर्यो यही सबै कुल्च्यो यसले हेर यहाँ मेलै कुल्चिँदै हिँडेछ भर्खरै पलाएको ठाउँमा नि च्याउ यहाँ पनि छ हेर्नु यहाँ पनि मेलै च्याउ छ मेलै टिप्नु यहाँ चाहिँ दाइलो बोला दाइ एक सक फेरि च्याउ घर पुऱ्याउनु गइसक्यो के बोलाउने हो दाइलाई त्यो बाटोमा भाउजू र रितु देख्न सक्नुहुन्छ साथीहरू सबैजनाले तपाईँ पनि यहाँ च्याउ खोज्न आउनु जङ्गलमा जङ्गलैभरि च्याउै च्याउ छ चाहियो भने सम्पर्क गर्नु होला सबैजनाले सिजनमा अरू बेला त कहाँ पाउँछ ल यति हो गाइज भिडियो ल सबैजनाले माया देखाइदिने होला भिडियोमा ल हेर्न सक्नुहुन्छ साथीहरू यहाँ हाम्रो सल्ले च्याउ भेटायो फेरि पहेँला सल्ले हेर्नु होला साथीहरू सबैजनाले फेरि पनि यहाँ च्याउ भेटेछ साथीहरू हेर्नुहुन्छ सबैजनाले भिडियोमा लाइक कमेन्ट पनि गरिदिनु होला माया पनि देखाइदिनु होला गाइजहरू च्याउ टिप्दैछ भाउजू यता म यता भिडियो बनाउँदैछु गाइजहरू म आइरहेको छु देख्नुहुन्छ साथीहरू च्याउ यता टिप्दैछ मम्मीले फेरि यता च्याउ भेटेछ अरे भन्दैछ ल हेर्नु साथीहरू हाम्रो अर्ग्यानिक प्योर च्याउ गाइज हेर्न सक्नुहुन्छ मम्मीले यता टिप्दै हुनुहुन्छ च्याउ कस्तो फिल भइरहेको त कान्छी दिदी च्याउ टिप्दाखेरि च्याउ त भेटेको च्याउ टिप्ने त हो नि कस्तो फिल भइरहेको भन्नु न त आज धेरै दिनपछि च्याउ खोज्न आएको नदेखाइ मलाई कस्तो फिल भइरहेको भन्नु न त एक साग च्याउ लैजाउँ भनेर आएको नि अब अतलभरिको सिजनको च्याउ एक दुई छाक घर पुऱ्याएर आइसक्यो भनेपछि एक दुई छाक एउटा दुइटा चाहिँ पुऱ्यायो एउटा दुइटा पुऱ्यायो कि दुई तिन यो किलो जति पुऱ्यायो घरमा दुई छाक जति पुऱ्यायो 2 किलो जति होला 2 किलो जति पुऱ्यायो च्याउ भेट्यो नि जा देख्न सक्नुहुन्छ फेरि साथीले यता फेरि च्याउ भेट्यो भन्दै हुनुहुन्छ भाउजूले यता फेरि ल भाउजू च्याउ खोइ च्याउ ल हेर्नु सक्नुहुन्छ च्याउ तपाईँले देख्नु सक्नुभयो होला च्याउ हामीले यति च्याउ टिपेको छ गाइजहरू तपाईँहरू नि च्याउ खान मन लाग्छ भने जङ्गल यसो घुम्न आइदिनु होला अनि च्याउ टिपेर लिएर जानु होला साथीहरू यता हेर्नु यो त पहेँलो सल्ले भन्छ है दिदीबहिनी पहेँलो सल्ले च्याउ हो यी च्याउ चिनेर खानुहोस् हामीले त खाइराखेको पहिल्यैदेखि भएर टिपेको हो कहिले नखाएको कहिले नटिपेको नटिप्नु होला अहिलेसम्म कति च्याउ भेट्नु भयो त हजुरहरूले 2 छाक जति भेट्यो बुहारी आछ नातिनी आछ छोराहरू आछ अनि अरू भन्नुहोस् के छ घर कतिखेर फर्किने विचार छ खोज्दैछु अब एकछिन खोज्ने अनि जाने अब एक छाक पुगेपछि 2 छाक जति घरमा लैसक्यो भने सुनेको छ के हो त कुरा गर्मी भएको छ 2 छाक जति घर लयो खुट्टा दुखेर घुम्नै सकेन खुट्टा नदुखे त अझै खोज्नु हुन्थ्यो खुट्टाले नसक्ने के गर्नु खाना मात्रै मन लाएर के गर्नु ज्यानले घुम्न नसक्ने यसपालि च्याउ कतिको भेट्नु भएको छ त
च्याउरा भेज भनिदिनुहोस् त यसपालि च्याउ कतिको भेट्नु भा सल्ले च्याउ यहाँनिर फोटो सल्ले च्याउ यसपालि कतिको भेट्नु भा भेटिया छ सिजन अनुसारको एक दुई छाक खाइया छ अनि पोटे च्याउहरू भेटेछ कि छैन तैँले पोटे च्याउ त भेटेको छैन सल्ले च्याउ चाहिँ सिजन अनुसारको एक दुई छाक खाइया छ म भाँच च्याउ भनेपछि टल्लै भेट्नुभयो हजुरहरूले भेट्छु अलिअलि आजलाई छाक पुग्ने भयो आजलाई छाक पुग्छ अरू केही भन्नु छ कि है केही भन्नु छैन म त यी अर्ग्यानिक च्याउ यसो पाउँछ कि भनेर सबै साथीभाइहरू गाउँ गाउँ भने अब च्याउ खोज्दै जाँदा साथीभाइहरू कता कता पुगे हामी छोरा बुहारी नाति नातिनी यता छौँ अहिले बाटा जम्मा भएर अनि जाने हो ल ल आजलाई यति नै ल साथीहरू बाई 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 देख्न सक्नुहुन्छ साथीहरू आज हामी जङ्गलमा च्याउ खोज्न आएको छु यता झोरी झोरी जाँदैछ च्याउ खोज्नलाई च्याउ खोज्न आएको हामी 5-6 जना आएको छु देख्न सक्नुहुन्छ च्याउ यहाँनिर यता पनि च्याउ छ देख्न सक्नुहुन्छ यी च्याउ यहाँ पनि छ गाई च्याउहरू यता पनि छ यो जङ्गलैभरि आज च्याउै च्याउ छ तपाईँहरू नि सबैजना आउनु होला च्याउ खान मन छ भने जङ्गलमा खोज्नलाई गाई उता बसेर कराइरहनु भएको छ जङ्गलैभरि च्याउ छ साथीहरू सबजना आउनु होला गाउँभरिको मान्छे सबैजना जङ्गलैभरि च्याउ छ ल दाइ यसो 2-4 शब्द बोलिदिनु ल तपाईँ पनि बोल्न के 2-4 च्याउ शब्द भेट्दा भेट्दा मान्छे लप्छु हो टिमु टिमलो भट्टाभट च्याउ टिमौँ हो च्याउलाई बनकुखुराको अन्डा भनिरहेको छ दाइले टिपौँ टिमौँ भट्टाभट टिमौँ भट्टाभट भट्टाभट ल टिपौँ 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 ल कालुङ होइन कालुङ होइन टिपौँ टिपौँ भट्टाभट भट्टाभट टिपौँ भट्टाभट होइन 16 डोलो छ बरु रुटी डोलो लाउनु न पुऱ्याएर सबै गर्छु अब पुरा होइन 3 चोटि हुन्छ होइन दाइ यस एउटा अरे तपाईँ भट्टाभट च्याउ भट्टाभट ल फेरि यहाँ पनि अन्डा भेटे च्याउको अन्डा हेर्न सक्नुहुन्छ मिलाउनु कमिला परि क्या हो